हेलो साथीहरू, अनि हामी चाहिँ आज साथीको बर्थडे छ, सरप्राइजमा जाँदैछौँ। अरूले रातिको 12 बजे गर्छन्, हामी चाहिँ दिउँसोको 3 बजे गर्दैछौँ। किनकि अब राति त सधैँ गरेर हो, दिनमा त अब थाहा हुँदैन नि त, नयाँ तरिकाले गरौँ भनेर होइन। ठिकै छ, कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला है त। हामी चाहिँ अघि पछि अर्को बाटो जान्थ्यौँ, आज चाहिँ यो बाटो आइरहेका छौँ होइन। यो साथी मेरो साथीको घर चाहिँ त्यहाँ पारी हो है त। तपाईँलाई बिस्तारै बिस्तारै देखाउँदै जान्छु है त। हेरौँ गाइज, देखो उता पारी चाहिँ ठुल्बा हुनु त होइन। मेरो साथीको घर चाहिँ हो त्यो हो। अनि हामी चाहिँ अब प्लान चाहिँ के छ भने पछाडि मेरो साथी चाहिँ यतै कतै देखाउ यतै कतै लुक्छिन्, अनि म मात्रै जान्छु पहिले, अनि पछाडि हेरौँ न साथीहरू के कस्तो हुन्छ। बस अनि साथीहरू, म चाहिँ साथीको घरमा पुगिसकेको थिएँ र मेरो साथी चाहिँ फोन चलाउँदै बसिरहेको रहेछ। अनि मैले चाहिँ यत्तिकै त्यसलाई बोलाइदिइरहेको थिएँ होइन, घरि के गरेर। अब चाहिँ सरप्राइज दिन स्टार्ट भइसक्यो है, हेर्दै गर्नु साथीहरू। जाम आओ भिडियो बनाउनु। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु माया। मैले त्यही भएर अघिदेखि टिकटक बनाउँदा मेकअप गर भनेको त, कस्तो गरेर बसिरहेको थिएँ। यता न पोज्दैन, यता न एकछिन। अनि भन साथी, तिमीलाई कस्तो लाग्यो सरप्राइज? प्लिज यार एकछिन। अनि भन हाम्रो सरप्राइज कस्तो लाग्यो? अनएक्सपेक्टेड, थाहै थिएन, यति कहीँबाट पनि हिन्ट पाएको थिएन मैले। त्यही त, हाम्रो प्लान चाहिँ सक्सेस भयो है साथीहरू। अब टाटा बाई बाई। अब साँझ मासु अब साँझ पार्टी गरेको भिडियो हाल्छु ल। आन्टीको सरप्राइज हेलो गाइस, हामी चाहिँ अघि सरप्राइज दिइसक्यौँ। अहिले चाहिँ आन्टीहरू आउनुभयो, आन्टीहरूको सरप्राइज हो यो। तपाईँहरू देख्नुहुन्छ आन्टीहरूको सरप्राइज। नेपाल चाहिँ त्यही त अलिक रेडी पारिदिन्थ्यो। आन्टीको सरप्राइज Happy birthday to you. Happy birthday to you. Aynen.
Happy birthday to you. Happy birthday to you.